हेलो गाइज, हेलो। आज चाहिँ हाम्रो तेस्रो भिडियो 30 दिने च्यालेन्जको। तपाईँहरूको दिनको सुरुवात कसरी भयो थाहा छैन। हाम्रो दिनको सुरुवात आज 8 बजे उठ्यो, बेबी मिसिन, अनि त्यस पछाडि टिभी हेर्दै कोही। म चाहिँ आज फेरि कुक भएको छु, खाना बनाउँदैछु। दाल बनाएँ, साग पाक्दैछ। साग कसलाई मिठो लाग्छ? मेरो चाहिँ करेला फेभरेट हो। अब यो साग भनेको चाहिँ सिजनको साग होइन, खानै पर्यो चट्टसँगले। करेला पनि बन्दैछ। ग्यास सानो बनाइदिउँ ग्यास हो के। अब हाम्रो चाहिँ कस्तो छ त भन्दाखेरि कोही उठेर अब टिभी हेर्नु हुँदैछ होइन, बिहान बिहानै भजन कीर्तन लगाउनुहुन्छ, टक्क आउने। हामीले चाहिँ त्यो जुन बारीको साग छ नि, त्यो चाहिँ हामी आफैले फलाएको क्या। फेरि टक्क रोपेको छौँ। यहाँनिर लसुन छ, यहाँनिर खोर्सानी छ। यो खोर्सानी चाहिँ धेरै बल गरेर पनि फल्न सकेको छैन, यति फल्दैछ। यो 10 चोटि भइसक्यो नफलेको। अब यो चोटि पनि फलेन भने चाहिँ यसलाई म फ्याल्छु। टमाटरको बिरुवाहरू उम्रिँदैछ। टमाटर कत्रो दामी भएको छ। एउटा यो खोर्सानी हेरौँ न, यहाँ टिक्रुक्क एउटा मात्रै फलेको छ। यहाँ हाम्रो पुदिना छ, पुदिनाको अचार मनपर्छ हामीलाई। सागहरू रोपेको छौँ हामीले, 3-4 चोटि त खाइसक्यौँ। अब अझै छ, फल्दैछ। टक्कसँगले बिहानको सुरुवात होइन। चट्ट घामसाम, धनियाँ अरे, खोइ धनियाँ चाहिँ कहाँ छ थाहा छैन। धनियाँको पानी अरे, यस्तै छ है गाइस, यस्तै छ। टक्कसँगले यहाँ कोही हिँड्नु हुँदैछ। पहाड देखिरहेको छ, चञ्चलापुर तोरीको साग डल्लो ढक्कमक्क भइरहेका छन्। यस्तै छ। साने ड्युटीबाट आइसकेको लुक भन्छ कि लिक भन्छ, जे भए पनि त्यही टक्क बसिएको छ। हामीले सानीले चाहिँ यहाँ नम्किन, के हो यो नम्किन खाँदैछिन्। चिया बनेको छ। टक्कसँगले ड्युटी सकेर आयो, अब नास्ता गरिँदैछ है त। अनि यसो सानोबाको घरतिर आएको आज हामी। सानोबा पुरा यहाँ गइरहनु भएको रहेछ। सानोमा मेरो पुरैमा फुलकोपीहरूमा पानी हाल्दैछ, आलु सालु रोप्नु भएछ। तिमीहरू नजिकै भएको पनि आउँदैन भन्नुहुँदैछ, सानोमाले कराउनु हुँदैछ। अनि यो फेसबुकमा म कता देख्दै थिएँ, फेसबुकमा के देख्दै थिएँ भने खोइ के भनेर। तर यहाँ चाहिँ अगाडि नै यो बनिसकेको रहेछ, कोलाको थाम्बामा टक्कसँगले। भाइ पनि पानी बोक्न सघाउँदैछ। फुलकोपीहरू, लसुनहरू सब यहाँनिर सब बन्दैछ। यहाँनिर सब